हेलो साथीहरू नमस्कार। फेरि पनि म आइसकेँ श्रृङ्खला टिभीबाट। म श्रृङ्खला टिभीमा काम गर्दैछु र साथीहरू के छ त यो च्यानललाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र तपाईँलाई हाम्रा भिडियोहरू कस्तो लाग्छन् त हेरेर सल्लाह सुझाव पनि दिनु होला। र साथीहरू तपाईँ अहिले के गर्दै हुनुहुन्छ, कताबाट हुनुहुन्छ र तपाईँले खाना खानु त सबैले खाइसक्नु भएको होला हैन, र तपाईहरुलाई हाम्रो भिडियोहरू कस्तो लाग्छन् त त्यो पनि सल्लाह सुझाव दिनु होला। अनि हैन राम्रो राम्रो गीतहरू आउँछन् यो श्रृङ्खला टिभीमा, र श्रृङ्खला टिभीमा पनि गएर लाइक कमेन्ट सेयर सब्सक्राइब अनि माथिको बेल आइकन बटनलाई पनि दबाएर हैन एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। र साथीहरू हाम्रा नयाँ नयाँ फ्रेस भिडियोहरू आउने गर्छन् श्रृङ्खला टिभीमा। म श्रृङ्खला टिभीमा पनि काम गर्छु, श्रृङ्खला टिभीको पनि यसमा पनि एक्टिभ छु। तपाईले हेरेर साथ सपोर्ट गर्नु होला साथीहरू। र साथीहरू हैन तपाईहरुलाई हाम्रो भिडियोहरू कस्ता कस्ता लाग्छन् त त्यो पनि भन्नु होला हैन। तपाईको रोजाइ नै हाम्रो लागि सबैभन्दा उत्कृष्ट मानिन पुग्छ श्रृङ्खला टिभीमा हैन। यो श्रृङ्खला टिभीलाई सब्सक्राइब लाइक कमेन्ट गर्नु होला है साथीहरू। यसमा पनि आउँछन् नयाँ नयाँ फ्रेस म्युजिक भिडियोहरू हेर्न अनि लाइक कमेन्ट गर्न नभुल्नु होला है साथीहरू। अनि तपाईहरु के गर्दै हुनुहुन्छ त अहिले हैन। सबै साथीहरूले चाहिँ खाना चाहिँ सबैले खाइसकेकै होला हैन। अब अहिलेसम्म त खाना खाने कुरै भएन। अब राम्रो राम्रो म्युजिक भिडियोहरू आउँछन् साथीहरू तपाईको लागि हामीले ल्याइरहेका छौँ। हाम्रो कलम चलिरहेछ कि साथीहरू, हाम्रो कलम चलिरहेछ। राम्रो भिडियोहरू चाहिँ आउने नै गर्छन्। र यति भन्दै मेरा यी तिता मिठा शब्दहरू यही विसर्जन गर्न चाहन्छु साथीहरू। धन्यवाद साथीहरू। हस्त बाई, टेक केयर साथीहरू।